दर्शकवृन्द निस्वार्थ माया र संवेदनाको प्रतिमूर्ति बनेका छन् गुल्मीकी ज्योति र नितु, जसले सडकमा छाडा छोडिएका कुकुरहरूलाई दिएका छन् नयाँ जीवन। गुल्मी चन्द्रकोट 2 ओलीबाङ स्थायी घर भई हाल हराचौर लामा सोतामा बसोबास गर्दै कालिका क्याम्पस बुटोलमा अध्ययन र ज्योतिले हालै शान्तिपुर बजार क्षेत्रमा देखिएका घाइते र छाडा छोडिएका कुकुरहरूको उपचार तथा हेरचाह गरेर सबैको मन जितेकी छन्। ज्योतिले आफ्नै प्रयासमा घाइते कुकुरहरूलाई औषधि उपचार गराउँदै खाना खुवाउँदै हेरचाह गर्दै आइरहेकी छन्। उनी भन्छिन्, यसपटक नितु घर गएकाले म मात्र आएँ। उनको यो पहिलो काम होइन। उनले र उनीसँगै नितुले पनि घाइते र छाडा छोडिएका कुकुरहरूलाई औषधि उपचार र खाना दिँदै आइरहेका छन्। उनीहरूको यो कार्यले समाजमा नयाँ ऊर्जा थपेको छ। भन्छिन्, यी निशब्द जीवहरूलाई छाडेर बस्न मन लाग्दैन, सधैँ सेवा गरिरहँ जस्तो लाग्छ। उनको यो भनाइले सबैको मन जितेको छ। त्यति मात्र होइन दर्शकवृन्द, उनको यो मानवीय भावना र निस्वार्थ सेवा भावले स्थानीयको ध्यान तानेको छ। धेरैले उनको कार्यलाई समाजका लागि प्रेरणादायी उदाहरणका रूपमा लिएका छन्। समाजका जिम्मेवार निकाय र सबै नागरिकहरूलाई पनि ज्योतिको प्रयासबाट प्रेरणा लिएर छाडा जनावरहरूको व्यवस्थापनमा सहयोगी बन्न अनुरोध गरिएको छ। ज्योति जस्तै हरेकले आफ्नो सामर्थ्य अनुसार निशब्द जीवप्रति करुणा देखाउन सके हाम्रो समाज साँच्चीकै मानवीय समाज बन्नेछ। ज्योतिको भिडियो शेयर गर्दै चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री छेत्रीज्यूले उनलाई धन्यवाद समेत दिनुभएको छ। पशुप्रतिको यो मायाले गर्दा उहाँलाई एकदमै भावुक बनाएको उहाँको भनाइ रहेको छ। दर्शकवृन्द, ज्योति र नितुले गरेको यो सराहनीय काम हजुरहरूलाई के कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह अनि प्रतिक्रिया कमेन्ट बक्समा छाड्दै भिडियोलाई शेयर पनि गरिदिनुहोला।